भोलि आमाको मुख हेर्ने दिन, सो त्यसैले प्रिय आमा, तपाईँको माया र समर्पणले मेरो जीवनलाई उज्यालो बनाएको छ। तपाईँको माया र हिम्मतले म सधैँ अघि बढ्न सकेँ। आजको यो विशेष दिनमा तपाईँलाई असीम खुसी, स्वास्थ्य र समृद्धिको कामना व्यक्त गर्दछु। तपाईँको आशीर्वाद सधैँ मेरो साथ रहोस् र तपाईँ सधैँ खुसी रहनु भन्न पनि चाहन्छु। अहिलेको अवस्थामा कस्तो छ भने, अहिलेको जेनेरेसनमा के गर्छ भने आफ्नो छोराहरूले आमा बाबुलाई कहिले पनि वास्ता गर्दैन, उल्टै वृद्धाश्रममा लगेर राखिदिने काम पनि गरिन्छ। जब जुन दिन अनि आमाको मुख हेर्ने दिन, बाबुको मुख हेर्ने दिन छ, त्यो दिनमा चाहिँ आमा बाउ खोज्दै टिकटक बनाउने, भिडियो बनाउने काम गरिन्छ। त्यसैले आमा र बाउलाई भनेको आफ्नो छोरा र छोरीको साथ मात्र चाहिएको हुन्छ। त्यस्तो धन सम्पत्ति पैसा केही पनि हेर्दैन। कोही कति कमाइरहेको त्यो भन्न चाहिँ भनिन्छ, जसले जुन छोरा छोरीले पैसा कमाउँछ त्यो नै प्यारो भनिन्छ भन्न चाहिँ, तर त्यस्तो हुँदैन। आफ्नो आमा बाउको मेन सोच भनेको आफ्नो छोराछोरी आफूसँग रहनु नै आमा बाउको सबभन्दा ठुलो खुसी हो जस्तो लाग्छ मेरो विचारमा। त्यसैले आफ्नो आमा बाउलाई खुसी पार्नु छ भने आफूसँगै साथमा राखेर आफूले जे खान्छ, जे खानु छ, जे खाइन्छ त्यही बाँडेर दिनु, यानि कि बुवा मम्मीले खुवाउनु नै सबैभन्दा ठुलो कुरा हो र खुसी हुनुहुन्छ बुवा मम्मी त्यतिमै। त्यसैले हामीले ठुलो कुरा बनाएर आमा बुवालाई चाहिँदैन जस्तो गरेर पुरै वृद्धाश्रममा लगिदिने, वृद्धाश्रममा लगेर छोडिदिने काम गर्नु नै सबैभन्दा छोराछोरीले गर्ने ठुलो पाप हो आमा बुवाप्रति। त्यसैले हामीले यो आमा खुवाउने औँसी मात्र नभएर बुवाको मुख हेर्ने दिन मात्र नभएर आमा बुवालाई सधैँ साथमा राखेर खुसी पाउने सबभन्दा ठुलो कुरो भन्न चाहन्छु अहिलेलाई। त्यसैले फेरि पनि भन्छु, आमालाई मुख हेर्ने दिनको तपाईँलाई धेरै धेरै शुभकामना र तपाईँप्रति मेरो धेरै धेरै माया व्यक्त गर्न चाहन्छु। तपाईँको स्वास्थ्य सधैँ राम्रो होस्, त्यही भन्न चाहन्छु।